हेलो नमस्ते, मेरो नाम भूपेन्द्र पौडेल। आजको भिडियोमा म देखाउन जाँदैछु डोबी एडिसन र डोबी एडिसनमा कसरी भोकल रिमुभ गर्ने यो देखाउँदैछु मैले। र धेरै पहिला पनि मैले यो भिडियो देखाएको थिएँ, नयाँ भिडियो, र यो अर्को एउटा नयाँ भिडियो देखाउँदैछु मैले। डोबी एडिसन एउटा पावरफुल अडियो एडिटिङ र मिक्सिङ टुल्स हो जो संसारभरि नै म्युजिक भिडियोको लागि र अडियो रेकर्डिङको लागि निकै नै धेरै ठाउँ युज गर्ने गर्छन् जो डोबी एडिसन। र डोबी एडिसन नयाँ रिलिज हुँदैछ अब केही दिनपछि। अहिले म देखाउँदैछु डोबी एडिसन 2014 रिलिज। र डोबी एडिसन CS6 या CS5 या CC होस् या जुन कुनै पनि होस्, सेम तरिका हो। र अलिकति फरक र नयाँ फ्युचर जो नयाँ भेर्सनमा हुन्छ जो पुरानोमा हुँदैन। म ओपन गर्छु डोबी एडिसन, मसँग छ अलरेडी इन्स्टल छ र मैले युज गरेको छु विन्डोज 8। क्लिक गर्छु र अब यो ओपन हुन्छ डोबी एडिसन। र डोबी एडिसनबाट कुनै पनि अडियो भिडियो राखेर तपाईले चाहिँ मिक्स र क्लिन गर्न सक्नुहुन्छ। र डोबी एडिसनमा प्रिमियर प्रो र डोबी एडिसन सेम तरिका हो। र डोबी एडिसनमा कुनै पनि प्रोजेक्ट प्रिमियर प्रोमा काम गर्छ र प्रिमियर प्रोको कुनै पनि भिडियो प्रोजेक्ट डोबी एडिसनमा लिएर र अडियो तपाईले चाहिँ क्लिन गर्न सक्नुहुन्छ र डाइरेक्टली डाइनामिक लिङ्क यसमा काम गर्छ। र मसँग अहिले डेस्कटपमा छ अडियो र कसरी भोकल रिमुभ गर्ने यो देखाउँदैछु मैले। सिम्पल कुनै पनि अडियो उठाउनुस् र म सिम्पल यसमा खसाल्छु, लोड हुँदैछ। र त्यसपछि यहाँ उठाउँछु र म यहाँ खसाल्छु जो वेभ फर्म एडिटरमा। प्ले बटन र पज बटन, जुम बटनहरू, टुल्सहरू यहाँ छन्, र बटनहरू यहाँ छन् जुमको लागि, प्ले गर्नको लागि र रेकर्डिङ गर्नको लागि। र प्ले गर्छु म, अब यहाँ हेर्नुहोस् प्ले हुँदैछ। र यसलाई भोकल रिमुभ गर्नको लागि निकै नै सजिलो छ। म सेलेक्ट गर्छु अडियो र त्यसपछि म जान्छु इफेक्ट र सिधा जान्छु म स्टुडियो इमेजरी, त्यसपछि सेन्टर च्यानल एक्सट्र्याकरमा क्लिक गर्छु म। अब यो ओपन भयो र त्यसपछि म सेलेक्ट गर्छु कस्टम छ अहिले, म भोकल रिमुभ सेलेक्ट गर्छु र सिम्पल प्ले गर्छु। र बाँकी सेटिङ गर्न सक्नुहुन्छ तपाईले। र यसरी हामी भोकल रिमुभ गरिन्छ, तर कम्प्लिटली रिमुभ हुँदैन यसमा कि बाँकी तपाईले चाहिँ एडिट गर्नु पर्नेछ। र म ओके दिन्छु। अहिले भोकल रिमुभ यसमा भयो, तर कम्प्लिटली राम्रोसँग क्लियर भएको छैन। र कुनै पनि अडियो यसरी क्लियर भोकल रिमुभ हुँदैन किनकि यो पहिला नै रेकर्डिङ भइसकेको हुन्छ र यसलाई सिडीबाट अडियोमा कन्भर्ट भइसकेको हुन्छ। त्यो कारणले गर्दाखेरि ओरिजिनल अडियो छ भने त्यसको मात्र भोकल रिमुभ राम्रोसँग हुन्छ। तपाई ट्राई गर्नुस् कुनै पनि अडियो। अलि अप्लाई हुँदैछ। अब हेर्नुहोस् भोकल रिमुभ भयो र यसमा भोकल कुनै पनि छैन, हल्का हुन सक्छ। म नेक्स्ट क्लिक गर्छु र प्ले गर्छु। र यसरी तपाईले भोकल रिमुभ गर्नुभयो भने अझ राम्रो हुँदैन किनकि अर्को तरिकाले पनि गर्न सक्नुहुन्छ। म सिम्पल यसलाई पहिलाको ठाउँमा जान्छु र तपाईले सिधा जानुस्, तपाई सेलेक्ट गर्नुस् यहाँ अडियो कहाँसम्म कतिसम्मको अडियो छ त्यही हिसाबले भोकल रिमुभ गर्न सक्नुहुन्छ। र यसलाई जुम गर्नु, जुम गर्छु म हल्का यसरी। यहाँबाट सुन्दै जानुस् कहाँसम्म छ अडियो, त्यहीसम्म गरेर तपाईले चाहिँ भोकल रिमुभ गर्न सक्नुहुन्छ। र जहाँसम्म अडियो छ त्यहीसम्म अडियोलाई यसरी सेलेक्ट गर्नुस् र भोकल रिमुभ गर्नुस् ताकि तपाईको चाहिँ अगाडि पछाडिको म्युजिक क्लियर होस् भन्नको लागि। र यहाँसम्म छ अडियो। यहाँ म सिम्पल यहाँ सेलेक्ट गर्छु र त्यसपछि मार्क लगाउँछु, म यहाँ क्लिक गर्छु र त्यसपछि प्ले गर्छु म। तिम्रै खुशीको लागि मैले आँसु स्वीकारे सानो, तिम्रै खुशी यहाँसम्म यहाँसम्म राखेर म यहाँसम्मको अडियोलाई सेलेक्ट गर्छु
र त्यसपछि म जान्छु सिधा इफेक्ट र त्यसपछि स्ट्रु इमेजरी त्यसपछि सेन्टर एक्स्ट्राक्ट च्यानल एक्स्ट्राक्टमा क्लिक गर्छु र अब यो सिम्पल यो मात्र भोकल रिमुभ हुन्छ प्ले गर्छु म र अब म अप्लाई दिन्छु अब हेर्नुस् म प्ले गर्छु यहाँ सुरुदेखि यहाँ राखेर र प्ले गर्छु र कहाँसम्म मैले अडियो सेलेक्ट गरेँ त्यहीसम्म मात्र यसले भोकल रिमुभ गर्छ र बाँकी साउन्ड क्लियर हुन्छ अब प्ले गर्छु म यहाँ राख्छु र प्ले गर्छु यहाँ प्ले बटन छ क्लिक गर्छु र अब यहाँबाट गर्छु म सिम्पल यहाँ क्लिक गर्छु यहाँ र अलिकति म यता जान्छु साइडमा र कहाँसम्म छ अडियो यहाँसम्म हेर्छु म प्ले गर्छु यहाँसम्म छ अडियो यहाँ क्लिक गर्छु मार्क आउन छ यहाँ त्यसपछि प्ले गर्छु तिम्रै खुसीको लागि मैले तिम्रै खुसी हल्का यता लान्छु साइडमा प्ले गर्छु फेरि को लागि मैले आँसु स्वीकारे सानो तिम्रै तस्बिर हेर्दै हेर्दै चित्त बुझाउ जिन्दगी भर तिम्रै सुखको लागि मैले पीडा ओके यहाँसम्म गर्छु म यहाँ राख्छु र अब यहाँबाट सेलेक्ट गर्छु म यहाँसम्म यहाँ म जान्छु सेम तरिका जान्छु फेरि सेम ठाउँमा र अब यहाँको पनि भोकल रिमुभ गर्छु म र अप्लाई दिन्छु म अब हेर्नुहोस् यसरी कस्टम तरिकाले हामी भोकल रिमुभ गर्न सकिन्छ र निकै नै सजिलो छ अब हेर्नुहोस् म यहाँबाट प्ले गर्छु र यहाँबाट बिचमा भोकल रिमुभ हुन्छ र फेरि साउन्ड क्लियर र ओरिजिनल साउन्ड सुनिन्छ यहाँ राख्छु म र प्ले गर्छु र अब हेर्नुहोस् कसरी मैले भोकल रिमुभ गरेँ र यसरी तपाईँले भोकल रिमुभ गर्न सक्नुहुन्छ र भोकल रिमुभ भइसकेपछि तपाईँ चाहिँ सेलेक्ट गर्नुहोस् मल्टी ट्र्याक क्लिक गर्छु म र म सेम नेम दिन्न म सिम्पल ओके दिन्छु अब हेर्नुहोस् अब यो मल्टी ट्र्याकमा जान्छ र सिम्पल उठाउनुहोस् र यहाँ मल्टी ट्र्याकमा राख्नुहोस् अब ओके दिन्छु म लोड हुँदैछ मल्टी ट्र्याकमा अब हेर्नुहोस् यो आयो र कहाँसम्म छ भोकल त्यहाँसम्म तपाईँले चाहिँ कट गरेर फेरि नयाँ गीत गाएर तपाईँले चाहिँ यसलाई मिक्स गर्न सक्नुहुन्छ प्ले बटन सेम तरिका प्ले गर्छु म र यहाँ राख्छु र म कट गर्छु सेलेक्ट गर्छु ब्लेड कट गर्छु र त्यसपछि फेरि प्ले गर्छु म यहाँ राख्छु कट गर्छु र म सेलेक्ट गर्छु मुभ टुल्स र अब यसलाई तपाईँले चाहिँ यो भोकलको लाइन यहाँ राख्न सक्नुहुन्छ र बाँकी ट्र्याक यहाँ राख्न सक्नुहुन्छ र बाँकी यसरी तपाईँले चाहिँ मिलाउन सक्नुहुन्छ हल्का साउन्डलाई धेरै दिनुहोस् या थोरै दिनुहोस् केही फरक पर्दैन अब हेर्नुहोस् अब प्ले गर्छु म साउन्ड अलिकति धेरै दिएको छु सिम्पल यहाँ राख्छु म र प्ले गर्छु म प्ले गर्छु अब हेर्नुहोस् यसरी भोकल रिमुभ गरेर पनि हामी मल्टी ट्र्याकमा साउन्ड र गीतलाई एकदम मिलाएर बनाउन सकिन्छ र अझै मेहनत गर्नुहोस् र राम्रोसँग तपाईँ बनाउन सक्नुहुन्छ र मैले यो भिडियोको लागि छिटो बनाउँदैछु र त्यो कारणले गर्दा पनि तपाईँले राम्रोसँग बुझ्नुभएको छैन होला र भिडियोलाई निकै ध्यानसँग हेर्नु होला
कसरी मैले भोकल रिमुभ गरेँ र तपाईँ पुरै अडियो सेलेक्ट गर्नुहोस् र भोकल रिमुभ गर्नुभयो भने जो बाँकी साउन्ड हुन्छ अघि पछिको त्यो साउन्ड एकदम मधुरो साउन्ड बन्छ, एकदम खराब बनेको हुन्छ र त्यो कारणले गर्दाखेरि जति बीचबीचमा वेभफर्ममा जति बीचबीचमा भोकल छ भोइस त्यसलाई सिलेक्ट गर्नुहोस् र भोकल रिमुभ गर्नुहोस् र त्यसपछि बाँकी तपाईँ चाहिँ कुनै पनि भोकल हटाइसकेको साउन्डलाई सिलेक्ट गर्नुहोस् यहाँ यसरी र त्यसपछि इफेक्टमा जानुहोस् र तपाईँले कुनै पनि इफेक्ट दिन सक्नुहुन्छ र अझ राम्रो र अझ क्वालिटीको साउन्ड तपाईँ बनाउन सक्नुहुन्छ। म जान्छु सिलेक्ट गर्छु अडियो, भोकल रिमुभ भएको अडियो र त्यसपछि म जान्छु इफेक्टमा गइसकेपछि म जान्छु फिल्टरमा र ग्राफिक इक्वलाइजरमा जान्छु 10 ब्यान्ड सिलेक्ट गर्छु र अब यहाँ गएर तपाईँले चाहिँ बाँकी क्लियर बनाउन सक्नुहुन्छ साउन्डलाई। प्ले गर्नुहोस् यहाँ राखेर, ओके प्ले गर्नुहोस् पहिला। र म सिम्पल यसलाई अब यो एड भयो, यहाँ देखिएको छ जो इफेक्ट। अब प्ले गरेर हेर्न सक्नुहुन्छ र अझ राम्रो र अझ क्वालिटीको र क्लियर साउन्ड बन्छ यो। प्ले गर्छु म यहाँबाट। अब हेर्नुहोस् कम्प्लिटली रिमुभ भयो भोकल र साउन्ड पनि अघि पछिको जति साउन्ड छ त्यो पनि एकदम राम्रो क्लियरसँग भएको छ र मैले भिडियो देखाउनको लागि छिटो गराउँदैछु र त्यो भएको कारणले राम्रोसँग मैले बनाउन सकिनँ। तपाईँ ट्राई गर्नुहोस् र आजको भिडियो मैले देखाएँ डोबी एडिसनमा भोकल रिमुभ कसरी गर्ने र मल्टी ट्र्याकमा गएर कसरी इफेक्ट दिने र न्यू भिडियो र अर्को नेक्स्ट भिडियो लिएर आउनेछु। मेरो नाम भूपेन्द्र, इन्जोय।